यो चाहिँ एक्चुअली मङ्सिर 14 गतेको मिनी भ्लग हो। यता चाहिँ मैले मेरो पुरै स्टुडियो मेरो ब्यागमा बोकेर जाँदैछु काठमाडौँको सोह्रखुट्टे, किनभने भोलिपल्ट मलाई फेरि अर्को ठाउँमा जानुपर्ने थियो पाटनमा। यो दिनमा चाहिँ मैले मेरो दिदीको नेल एक्सटेन्सन गर्नुपर्ने थियो। सो म आन्टीकोमा पुगेर सबै सामानहरू सेटअप गर्दै थिएँ। सेटअपको काम सकिसकेपछि एकछिनमै दिदी आउनुभयो अनि हामीले चाहिँ पहिला खानासाना खाएर अनि काम सुरु गर्न थाल्यौँ। मैले चाहिँ दिदीलाई 3 घन्टामा सकिन्छ दिदी भनेर 4 घन्टा लगाइदिएँ, किनभने हामी यति बोल्यौँ होइन। अनि आन्टी पनि हुनुहुन्थ्यो, सो गफसफमै हाम्रो टाइम बित्यो। म चाहिँ होम सर्भिस लिँदाखेरि एउटै मात्रै क्लाइन्ट लिन्छु। अब एउटै घरमा छ भने चाहिँ 2जना लिँदा पनि फरक पर्दैन, तर मलाई चाहिँ लोकेसन चेन्ज गर्न गाह्रो हुनुभएकोले चाहिँ म सकेसम्म चाहिँ एकजना मात्रै लिन्छु। यो दिन चाहिँ म आन्टीकोमै बसेको थिएँ सो द्याट मलाई भोलिपल्ट पाटन जान इजी होस् भनेर। सो हियर इज द फाइनल लुक। यसमा चाहिँ 3टा फिङ्गरमा उहाँको नेचुरल नेल छ भने अर्को बाँकी चाहिँ एक्सटेन्सन हो। अनि उहाँले चाहिँ यो क्याटाईको सेट र डिजाइन एकदम मन पराइदिनु भयो। अनि लास्टमा प्याकअप गर्ने टाइममा यस्तो भयो गाइस, अब के भन्ने। अब पाटनको पनि भ्लग आउँछ, सो स्टे ट्युन्ड एन्ड थ्याङ्क यू फर वाचिङ।